हेलो हेलो साथीहरू, आज मैले आफ्नो डेली रुटिन सेयर गर्नेवाला छु। हेरिदिनु होला मेरो भिडियोहरू। अब देखिहाल्नु भयो, फर्स्टमा उठेँ, दैलो खोलेँ अनि ब्रस गरेँ, फ्रेस भएँ, किचनतिर लागेँ। आलु र तोरियाको सब्जी बनाउनु पर्ने छ नि त। आज थाइरोइडको बिरामी छु, दबाई खानु पऱ्यो। बिहान बिहानै सागसब्जी कटकुट पारेर छिटो छिटो छिटो। देख्नुभयो नि म कति फास्ट छु काम गर्नमा, भन्न मिलेन। यो के भन्छ, यो स्पिडमा राखेको छु भिडियो। फटाफट फटाफट आफ्नो कामसाम सकाउनु पऱ्यो नि त। बच्चालाई स्कुल पुर्याउनु छ, फेरि घरमा नि हेर्नु छ। सब मसला ससला रेडी पारेँ, सब्जी फ्राई गरेँ। अनि यति हुँदा हुँदै त मेरो कान्छी पनि उठ्यो, अनि दाजु पनि उठ्यो कान्छीको। दुइटैले पानी सानी पियो, बस्यो। यत्तिकैमा ठुलो छोरीको कपाल बनाउनु पऱ्यो नि त। कपाल बनाउँदा बनाउँदै दादाले त बुनुलाई टोकिदिएछ नि हातमा, त्यही भएर बुनु रोएछ। म ठुलो छु, सानो छोरीलाई समातिराखेँ, ठुलोले आफै कपाल बनाउने रे। हेर्नु त, यस्तो छ मान्छे। कपाल सपाल रेडी पनि भयो। अब कान्छी रोइरहेछ, रोयो नि अब के गर्ने, टोकेपछि टोक्यो त टोक्यो। बुनु र दिदीले माम खाँदैछन्। अब छोरीलाई स्कुल पुर्याएर आइसकेँ म, अनि लेमन टी पिएँ मैले पनि। बच्चाहरू खेल्दैछ, खाँदैछ। बच्चाहरू खेल्ने ठाउँमा म्याट राखिदिएको, दिनभरि खेलेर बस्छ। घरको त हालत के भन्नु अब। यहाँ देउरानीले फेरि किचन साफ गर्दैछिन्। मैले घरतिर साफ गर्ने, देउरानी किचन साफ गर्ने, भाँडा धुने गरिरहेको थियो। अब धेरै भिडियो बनाउनु भएन देउरानीको, लास्ट सकिने बेला मात्र भिडियो बनाउनु भएँ। अब सुरु भयो मेरो काम, भिडियो बनाउने, साथमा सामानहरू मिलाउने, झट्याङ पट्याङ त्यस्तै हो। साफसुफ अलिअलि भयो नि पारौँ भनेको नि, त्यही हो। अरू त त्यस्तै हो। तर यो मान्छेहरू के साथीहरू, यत्रो मान्छे छ फेसबुकमा फ्रेन्ड भन्ने कुरा है, कसैले नि लाइक फलो गरिदिँदैनन् है। जोसँग मेरो भिडियो आइपुग्छ मलाई लाइक कमेन्ट गरिदिनु होला, मैले नि फलो गरिदिनु होला। मैले नि फलो ब्याक लाइक कमेन्ट रिप्लाई गर्नेछु है त साथीहरू। छिटो छिटो काम सकाउनु पऱ्यो नि त। आफ्नो रुममा झाडु लाएँ, अनि देउरानीको रुमतिर लागेँ। म थियो, मेरो कान्छीले नि काम गर्न सघाइरहेछ मलाई। हेर्नु त कति बाठी छ मेरो कान्छी, म यति बाठो छु नि त। त्यही भएर मेरो कान्छी नि बाठो भएको होला है गाइस। यस्तै हो, यही हो घरको काम गर्ने, बस्ने, के गर्नु त। मान्छेहरू त यस्तै हो, यसले केही भिडियो बनाउँछ यस्तो त्यस्तो भन्छ, चलो कोही बात नै, केही छैन भनेर बनाउनु पऱ्यो। अनि अब अरू के भनौँ र। अनि यो मेरो भिडियो कहाँसम्म पुग्छ भनिदिनु होला, कहाँदेखि हेर्नुभयो भनेर। मैले नि थाहा पाओस् न त कहाँ कहाँ जाँदो रहेछ मेरो भिडियो। अब हेर्ने मान्छेले, अब चिनेको मान्छेले त हेर्छ मात्रै हो, लाइक कमेन्ट गऱ्यो भने हात भाँचिन्छ भने जस्तै गर्छ, त्यस्तै हो। अब मेरो त काम पनि सकिन आँट्यो, झाडु लाएँ। अब एकछिनपछि नास्ता खाने, देउरानी म भएर त्यही बस्ने, टाइम पास भइरहेको छ साथीहरू। बाई बाई। अब अरूको भ्लगमा भेटौँला, बाई। थ्याङ्क यू, मेरो भिडियो हेरिदिनु होला, बाई बाई।